नमस्ते, म रिता विश्वास। हाल काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसन अन्तर्गत मास्टर्स इन ट्रेनिङ एन्ड डेभलपमेन्टमा अध्ययनरत छु। म आज रिसर्च मेथोडोलोजी अन्तर्गत रिसर्च सम्बन्धी मोडुल नम्बर 1 को असाइनमेन्टमा मेरो बुझाइ कस्तो छ त भन्ने सन्दर्भमा आजको प्रस्तुतिकरण गर्न गइरहेको छु। यस असाइनमेन्ट अन्तर्गत 3वटा प्रमुख शीर्षक रहेको छ। पहिलो, सामाजिक र शैक्षिक अनुसन्धानको बुझाइ, क्वान्टिटेटिभ एन्ड क्वालिटेटिभ रिसर्चको बुझाइ, शैक्षिक अनुसन्धानका पाराडाइमहरूको अवधारणासँगको अनुभव सम्बन्धी प्रस्तुतिकरण रहेको छ। सामाजिक र शैक्षिक अनुसन्धान अन्तर्गत सामाजिक अनुसन्धानलाई हेर्ने क्रममा यो व्यवस्थित रूपमा मानव र मानवीय व्यवहारको अध्ययन गर्नु हो। त्यसै गरिकन समाजमा रहेको प्रवृत्तिहरूको अध्ययन गर्नु हो र समाजमा विभिन्न खालका समस्याहरू हुन्छन्। ती समस्याहरूलाई अध्ययन गरी विश्लेषण गरी ती समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ, ती उपायहरूको अध्ययन गर्नु नै सामाजिक अनुसन्धान अन्तर्गत पर्दछन्। उदाहरणको रूपमा समुदायमा रहेको लैङ्गिक भूमिका र आप्रवासनको कारणले गर्दाखेरि परिवारमा पारेको प्रभावहरूलाई अध्ययन गर्नु सामाजिक अनुसन्धानका उदाहरणहरूलाई लिन सकिन्छ। शैक्षिक अनुसन्धान भनेको शिक्षण र सिकाइ सम्बन्धी चुनौतीहरूको वैज्ञानिक अध्ययन, शिक्षण अभ्यास सुधार र शैक्षिक परिणाम सुधारमा केन्द्रित रहेको अध्ययन नै शैक्षिक अनुसन्धान हो। यसमा विद्यार्थीको व्यवहार र कक्षा प्रदर्शन बीचको सम्बन्धको अध्ययन शैक्षिक अनुसन्धानको उदाहरणको रूपमा लिन सकिन्छ। क्वान्टिटेटिभ रिसर्च मात्रात्मक अनुसन्धान अन्तर्गत मुख्य बुँदाहरू सङ्ख्या, तथ्याङ्क र मापनमा आधारित अनुसन्धान हो, जुन सामान्यकृत गर्न सकिने ढाँचाहरूको खोजी गर्ने नै क्वान्टिटेटिभ रिसर्च हो। यसमा उदाहरणको रूपमा पठन कार्यक्रमपछि साक्षरतामा सुधार नाप्नका लागि 500 विद्यार्थीमा सर्वेक्षण गर्ने क्वान्टिटेटिभ रिसर्चका उदाहरणको रूपमा लिन सकिन्छ। क्वालिटेटिभ रिसर्च यो अनुसन्धान न्यारेटिभ एप्रोच रिसर्च हो, जसमा अनुसन्धानकर्ता वा सहभागीहरूको व्यक्तिगत अनुभवलाई केन्द्रमा राखिन्छ। अध्ययन गरिने विषयलाई बुझ्नका लागि व्यक्तिहरूले अनुभव गरेका कथाहरू वा जीवनका घटनाहरू सङ्कलन गरिन्छ। अनुसन्धानकर्ता र सहभागी दुवैको व्यक्तिगत दृष्टिकोण, भावना र व्याख्यामा आधारित हुन्छ। यो कन्टेक्स्ट स्पेसिफिक हुन्छ। अनुसन्धान सधैँ निश्चित सामाजिक, सांस्कृतिक वा शैक्षिक सन्दर्भभित्र केन्द्रित हुन्छ। उदाहरणका लागि, समुदायमा पुनः एकीकृत हुने क्रममा आएको चुनौती बुझ्नका लागि फर्किएका आप्रवासीहरूसँग अन्तर्वार्ता गर्नु क्वालिटेटिभ रिसर्चको उदाहरणको रूपमा लिन सकिन्छ। पाराडाइमलाई परिभाषित गर्ने क्रममा विल्स 2007 मा व्याख्या गरे अनुसार पाराडाइम भनेको एउटा व्यापक विश्वास प्रणाली, विश्वदृष्टि वा ढाँचा हो, जसले कुनै क्षेत्रमा अनुसन्धान र अभ्यासलाई मार्गदर्शन गर्छ। एजुकेसनल रिसर्च पाराडाइम अन्तर्गत मुख्य 2 पाराडाइमलाई यहाँ व्याख्या गरेको छ। पोस्ट पोजिटिभिजम र इन्टरप्रेटिभिजमलाई निम्न अनुसार व्याख्या गर्न सकिन्छ। 20औं शताब्दीको दोस्रो भागमा पोजिटिभिजमको आलोचना बढ्दै जाने क्रममा पोस्ट पोजिटिभिजम विकसित भयो। वास्तविकता वस्तुगत भए पनि हामीले त्यसलाई पूर्ण रूपमा जान्न सक्दैनौँ। हाम्रो बुझाइ आंशिक मात्र हुन्छ। अनुसन्धानकर्ताले सहभागी अन्तर्क्रिया गरेर यथार्थ बुझ्दछन्। क्वान्टिटेटिभ र क्वालिटेटिभ दुवै तरिकाले पनि प्रयोग गर्न सकिन्छ, जस्तै सर्वेक्षण, इन्टरभ्यू, अब्जर्भेसन। यसका विधिहरू हुन सक्छ। समस्त ज्ञान त्रुटिपूर्ण हुन सक्छ र समयअनुसार पुनः परिमार्जन गर्न सकिने हुन्छ। अनुसन्धानकर्ताले दृष्टिकोण र सन्दर्भले नतिजालाई प्रभाव पार्छ। इन्टरप्रेटिभिजम, जसलाई गुणात्मक वा मल्टी पाराडाइम पनि भन्ने गरिन्छ, यसका विशेषताहरूलाई हेर्दाखेरि यथार्थ
सामाजिक रूपमा निर्मित हुन्छ। अनुसन्धानकर्ताहरू सहभागीहरूको दृष्टिकोण बुझ्न उनीहरूको अर्थ निर्माणमा प्रवेश गर्छन्। गुणात्मक विधिहरू प्रयोग गरिन्छ, जस्तै इथ्नोग्राफी, केस स्टडी, इन्टरभ्यू, अब्जर्भेसन एन्ड सेल्फ रिफ्लेक्सन। यसका विशेषताहरू रहेका छन्। रिफ्लेक्सन अफ पाराडाइम्स अन्तर्गत हेर्दाखेरि मेरो काम गर्ने क्षेत्र अन्तर्गत निम्न अनुसन्धानहरूमा पोस्ट पोजिटिभिजम पाराडाइमको अवधारणालाई राखेर हेर्न सकिन्छ, जुन कतिजना फर्केका आप्रवासीहरूको आफ्नो सिप प्रयोग गरिरहेका छन्। त्यसैगरी सिप प्रयोग भएपछि आयमा कति वृद्धि भएको छ, प्रशिक्षणको प्रकार र रोजगारीको सफलतामा कस्तो सम्बन्ध छ। यी अनुसन्धानको क्रममा पोस्ट पोजिटिभिजम पाराडाइमको अवधारणालाई प्रयोग गर्न। त्यसैगरी इन्टरप्रेटिभिजम पाराडाइमको अवधारणालाई निम्न अनुसन्धान गर्ने क्रममा हेर्न सकिन्छ, जस्तै वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासीहरूले आफ्ना सिपलाई कतिको उपयोगी ठान्छन् र स्थानीय अर्थतन्त्रमा सिप प्रयोग गर्दा उनीहरूले कुन कुन चुनौतीहरूको सामना गर्दछन्। यी अध्ययन गर्ने क्रममा इन्टरप्रेटिभिजम पाराडाइमलाई को अवधारणालाई राख्न सकिन्छ। सम्बन्धित अनुसन्धानका सवालहरू अन्तर्गत पोस्ट पोजिटिभिजम पाराडाइम अन्तर्गत स्किल इम्प्लोइमेन्ट ग्यापलाई हेर्न सकिन्छ, जसमा फर्केका आप्रवासीहरूले आर्जन गरेका सिपहरू स्थानीय आर्थिक अवसरसँग कतिको मेल खान्छन् भन्नेहरू अनुसन्धान गर्न सकिन्छ भने आर्थिक पुनः-एकीकरणका लागि तालिमको प्रभावकारिता कस्तो छ त, कुन प्रकारका सिप विकास कार्यक्रमहरूले पुनः-एकीकरणमा बढी सफलता दिलाउन सक्छन् भन्ने कुरामा पनि सम्भावित अनुसन्धानका सवालहरू हुन सक्छन्। त्यसैगरी इन्टरप्रेटिभ पाराडाइम अन्तर्गत सम्भावित अनुसन्धानका सवालहरू निम्न हुन सक्छन्, जस्तै सपोर्ट नेटवर्क्स, परिवार, समुदाय र स्थानीय संस्थाहरूले सिप प्रयोगमा कसरी प्रभाव पार्छन्। पर्सेप्सन्स अफ स्किल्स भ्यालु, फर्किएका आप्रवासीहरूले आफ्ना सिपलाई स्थानीय आर्थिक सन्दर्भमा कतिको सम्बन्धित ठान्छन्। यी विषयमा रहेर इन्टरप्रेटिभ पाराडाइम अवधारणालाई अनुसन्धान गर्न सकिन्छ। मेरो प्रस्तुतिकरण ध्यान दिएर सुनिदिएकोमा यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। यो मेरो प्रस्तुतिमा कुनै किसिमको जिज्ञासा रहेको छ भने म यहाँहरूसँग अनुरोध गर्न चाहन्छु। धन्यवाद।